बुढाबुढी मान्छे केटाकेटी एउटै हुँदो रहेछ क्या हाम्रो आमाहरूले कस्तो हँसाउँछ होइन बोजूले कति पैसा छ र पनि छैन भन्छ हो के भन्छ बुढाबुढी मान्छेहरू पनि त्यस्तै हुँदो रहेछ छैन त मेरोमा भनेर सालक्क बनाउँछन् छातीमा राखियो डाइडोमी मेरोमा एउटा पैसा छैन भन्छ नि हाम्रो आमाले एउटा पैसा छैन भन्छ छातीमा चाहिँ पैसा चेपिरहेको हुन्छ डोबी अरे बोजूले हौ छातीमा नि पैसा चेपिरहेको हुन्छ कि एउटा पैसा छैन भन्छ नि मेरोमा एउटा पनि पैसा छैन तिमीहरू आफै किन मेरोमा पैसा छैन भन्छ नि लोपै हुँदो रहेछ क्या बुढाबुढी मान्छेलाई मेरो मल्टिफ्लोरा योपालि मैले यसरी फर्स्ट टाइमै गरेको हो अनि मलाई त मल्टिफ्लोरा पो मन पर्यो किन भन्नुहोस् त यो चाहिँ एकदमै छिटो कटिङ सर्दो रहेछ एउटा चाहिँ हामीले नयाँ बोट किन्यो भने पनि अर्को पालि त्यही बोटबाट कति बिजन हामी निकाल्नु सक्दो रहेछ स्याहार्नु सक्यो भने चाहिँ त्यसलाई हिउँदोभरि यसको टाइम नआइन्जेलसम्म स्याहार्यो भने चाहिँ मैले चाहिँ 4टा पट किनेको थिएँ 4टा पटमा लाइट पिङ्क चाहिँ 2टा थियो 2टा पहेँलो थियो पहेँलो पनि होइन कस्तो भन्नु यस्तो कलर भनौँ न इँटा कलर भनौँ न अनि प्रायः जस्तो मेरो योपालिको कटिङमा चाहिँ मेरोमा चाहिँ पिङ्क बेसी परेछ 2टा पटमा कटिङ गरेको थिएँ एउटा चाहिँ मैले मेरो दिदीलाई दिएको थिएँ सायद दिदीकोमा बेसी यो इँटा कलरको गयो होला मेरोमा चाहिँ बेसी पिङ्क रहेछ तर यसको ब्याकअप पनि छ यो रेनी सिजनको टाइममा यो फुलेर दसैँ दिवालीको लागि यसको अर्को आफै उब्रेको सिडलिङ त्यो चाहिँ दसैँ दिवालीलाई ठिकै हुने रहेछ अहिलेलाई चाहिँ यस्तै सही यो के भन्छ प्रायः जस्तो चाहिँ पिङ्क मात्रै रहेछ पिङ्क मात्रै निस्केछ तर पनि कोही बात छैन फुल त फुलै हो हामीभन्दा त यिनीहरू नेचुरल कति सुन्दर छ कति राम्रो छ कस्तो मजाले फुलेको छ यसको आफ्नै ब्युटीनेस छ सायद एउटै कलरको पिङ्क भए पनि मलाई नो म्याटर कोही बात छैन यसको आफ्नै सुन्दरता छ आफ्नै सुन्दर छ कति सुन्दर यो चाहिँ डिफ्रेन्ट कलर आएछ त्यो भने इँटा कलरको अरू चाहिँ प्रायः पिङ्कै छ मैले 2टा पटमा कटिङ गरेको थिएँ के गर्नु दिदी बहिनी माया लाग्छ दिदीलाई एउटा पट दिएको थिएँ कटिङको सायद दिदीकोमा सबै गयो होला मेरोमा चाहिँ यस्तै रहेछ अन्त हेर्नुहोस् त यो चाहिँ फर्स्ट फुलेको चाहिँ मैले फर्स्ट लगाएर पहिला एकपल्ट पिन्चिङ गरेर त्यहाँदेखिको बाद चाहिँ त्यसको बादमा चाहिँ मैले सेकेन्ड टाइम गरिनँ थर्ड टाइम पनि गरिनँ किनभने यसको फर्स्ट गरेपछि फर्स्ट गरेको बादमा कन्टिन्यू कोपिला लाग्यो चुट्टाउनु माया लाग्यो यस्तो फर्स्ट फुलेकोले गर्दा चाहिँ हेर्नु फुलिसकिसक्यो सुकिसकिसक्यो हो त कति दामी फुलेको थियो अनि हेर्नुहोस् पिङ्कै पिङ्क कलर लाइट पिङ्क पिङ्कै पिङ्की छ हो अनि यसको चाहिँ आइडेन्टिफाई भएको छैन कुन चाहिँ कलर हुन्छ यसको त भइहाल्यो यस्तो दामी हुँदैछ सागको बिजन उम्रेको छ